के तपाईलाई कहिल्यै यस्तो लागेको छ कि जीवनले तपाईलाई चारैतिरबाट थिचिरहेको छ, सबै ढोका बन्द भएका छन् र अब कुनै आशा तपाईको जीवनमा बाँकी छैन? यदि हो भने आजको यो सानो कथा तपाईको लागि हो। एक दिन एउटा धेरै बुढो गधा पानी सुकिसकेको एउटा इनारमा खस्यो। उसले धेरै करायो, धेरै प्रयास गर्यो, तर बाहिर निस्कन सकेन। इनारको मालिक पनि र त्यो गधाको मालिक पनि एउटै व्यक्ति थियो। उसले केही बेर सोच्यो अनि मनमनै भन्यो, यो गधा अब बुढो भइसकेको छ, इनार पनि कुनै कामको छैन, अब यसलाई यहीँ पुरिदिन्छु। त्यसपछि उसले गाउँका मानिसहरूलाई बोलायो। सबैले बेलचाले माटो र ढुङ्गा इनारभित्र फाल्न थाले। हरेक पटक माटो उसको शरीरमा खस्थ्यो, हरेक पटक ढुङ्गाले उसलाई चोट पुर्याउँथ्यो, पीडा थियो, धेरै पीडा थियो। तर त्यस बुढो गधाले एउटा कुरा बुझ्यो, यदि म यहीँ रोएर बसिरहेँ भने म यहीँ गाडिनेछु। त्यसैले उसले शरीरमा परेको माटो झारिदियो र त्यसमाथि एउटा पाइला चाल्यो। फेरि माटो आयो, उसले फेरि झारिदियो र फेरि माथि उभियो। बारम्बार मालिकले उसलाई गाड्न माटो फालिरहेको थियो, तर त्यही माटो उसको लागि माथि उक्लने सिडी बनिरहेको थियो। केही समयपछि मालिकले सोच्यो, अब त गधा पुरिसक्यो होला। तर जब उसले इनारभित्र हेर्यो, ऊ स्तब्ध भयो। बुढो गधा इनारको मुखसम्म आइपुगेको थियो अनि एकै छलकमा बाहिर निस्क्यो। प्रिय साथीहरू, जीवनमा पनि यस्तै हुन्छ। मानिसहरूले तपाईमाथि आलोचनाको माटो फाल्नेछन्, असफलताका ढुङ्गाले हान्नेछन्, निराशाले तपाईलाई पुरिदिन खोज्नेछ। तर तपाईले एउटा निर्णय गर्नुपर्छ, त्यही माटोले तपाईलाई गाड्ने कि त्यसमाथि उभिएर अझ माथि उठ्ने। याद राख्नुहोस्, ईश्वरले तपाईको जीवन उद्देश्य बिना बनाउनु भएको छैन। हरेक परीक्षा, हरेक पीडा, हरेक आँसु तपाईलाई अझ बलियो बनाउन सक्छ, यदि तपाईँ हार मान्नुहुन्न भने। किनकि जसले हार मान्दैन उही अन्त्यमा इनारबाट बाहिर निस्किन्छ। आज तपाईँ जुन सङ्घर्षमा हुनुहुन्छ, त्यही सङ्घर्ष भोलि तपाईको गवाही बन्न सक्छ। त्यसैले हार नमान्नुहोस्, विश्वास नगुमाउनुहोस्, अघि बढिरहनुहोस्, किनकि तपाईलाई गाड्न फालिएको माटो नै तपाईको सफलताको सिडी बन्न सक्छ।